नमस्कार सम्पूर्णमा। अहिले चाहिँ म हाम्रो रम्फू विभागको रबर प्लान्टेसनभित्र छु र यहाँ चाहिँ रबरको धेरैवटा रुखहरू छ जहाँबाट चाहिँ यसको चोप अथवा ल्याटेक्स निकाल्ने काम हुन्छ र ल्याटेक्स चाहिँ यसरी आउँछ। हेर्नुहोस्, म तपाईँहरूलाई देखाउँदैछु ल। हेर्नुहोस् त, यो आज बिहान यो काटेको हो। यसलाई काटेर यसरी यहाँबाट चाहिँ यसलाई यसरी काटेर त्यसपछि चाहिँ यहाँ एउटा कप थाप्छ र यहाँबाट चाहिँ एउटा सानो नाला जस्तो लगाएर यसरी यहाँ यो कपमा चाहिँ ल्याटेक्स जम्मा हुन्छ र यसलाई चाहिँ उठाएर अब यहाँ एकछिनमा यो ल्याटेक्स उठाउँदै आउँछ काम गर्नेहरू। यो चाहिँ बिहान उज्यालो हुँदा नहुँदा चाहिँ यो काट्नेले चाहिँ ट्यापिङ गर्नेले चाहिँ गरिसक्छ अनि त्यसपछि चाहिँ यो कप भरिँदै गर्छ र अब एकछिनमा चाहिँ यो कलेक्सन गर्दै आउँछ। यसको चोपहरू चाहिँ उठाउँदै लान्छ। हेर्नुहोस् न, यस्तो हुन्छ यसको चोप चाहिँ। अहिले चाहिँ अब आज जनवरी 5 तारिक हो। अब चाहिँ यसको चोपहरू कम्ती हुँदै आउँछ। अब जनवरी 15-16 तारिकबाट उता चाहिँ सायद चोपहरू निक्लिनु बन्द हुन्छ र ल्याटेक्स कलेक्सन गर्ने काम पनि रोकिन्छ। र अहिले चाहिँ यसरी यसको मेन सिजनमा त यो कपमा दुईपल्ट निकालेर पनि यो भरिन्छ, त्यति धेरै ल्याटेक्स आउँछ। अहिले चाहिँ यस्तो छ यसको। हेर्नुहोस् है साथी, बडो इन्ट्रेस्टिङ हुन्छ। यो जम्मै चाहिँ रबर प्लान्टेसन हो। यो सबै ट्यापेबल रुखहरू नै हो यो सबै। हेर्नुहोस् है, तपाईँहरूलाई यसको एकदमै अझै जानकारी लिने इच्छा छ र हेर्ने इच्छा छ भने चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ। रम्फू विभागको कुमरेक भन्ने ठाउँमा चाहिँ यो